बच्चालाई के खान दियो भने यसको दिमाग तेजिलो बनाउन सकिन्छ अथवा उसको स्कुलको पर्फर्मेन्स राम्रो हुनसक्छ अथवा अन्य एक्टिभिटिजहरू खेलकुददेखि लिएर हरेक क्रियाकलापहरू राम्रो बनाउन सकिन्छ भनेर सबै अभिभावकहरूको चाहना हुन्छ। तर हामीले बुझ्न नसकेको कतिपय रोगहरू बिमारहरू यस्ता हुन्छन् कि जुन बिमारको कारणले गर्दाखेरि हाम्रो बच्चाहरू चाहिँ पछि गएर दिमागी रूपमा अथवा उसको बुझ्ने क्षमतामा अथवा समग्र उसको वृद्धि र विकासमा असर गरिराखेको हुन्छ र त्यो सानो उमेरमा पत्ता लगाएन भने चाहिँ पछाडि गएर उरेर उसलाई त्यो समस्या झन् जटिल बन्दै जान्छ। त्यो समस्या भनेको चाहिँ हाइपोथाइरोइडिजम अथवा थाइरोइड हर्मोनको कमीले गर्दा जुन चाहिँ कोही बच्चाहरूलाई चाहिँ जन्मजात रूपमा पनि देखिन सक्छ। तर यसमा एउटा कुरा के हो भने हामीले जन्मजात रूपमा नै त्यो कुरा पत्ता लगाउन सकियो यो बच्चामा चाहिँ हाइपोथाइरोइडिजम छ अथवा थाइरोइड हर्मोनको कमी छ भन्ने कुरा पत्ता लगाउन सकियो र उपचार समयमै गर्न सकियो भने चाहिँ यी सबै जटिलताहरूबाट चाहिँ पार पाउन सकिन्छ अथवा त्यस्तो जटिलताहरू चाहिँ आउन दिन रोक्न सकिन्छ भनेर म आजको भिडियो बनाउँदैछु। अब खासमा भन्ने हो भने चाहिँ बच्चाहरू धेरै जसो बच्चाहरूमा चाहिँ जन्मेपछि हामीले धेरै जसो बच्चाहरूमा लक्षणहरू हामीलाई थाहा नहुन सक्छ। जस्तो कि बच्चाहरू राम्रोसँग एक्टिभ नहुनु अथवा बच्चाको छाला फुस्रो हुनु, यो नाइटो वरिपरिको भागमा डल्लो जस्तो आउनु, गोटा पर्नु अथवा बच्चा चाहिँ वृद्धि र विकास अरू बच्चाहरू जस्तो चाहिँ वृद्धि र विकास नहुनु भयो भने हामीले थाइरोइडको समस्या छ कि भनेर भन्छौँ। र कतिपय अवस्थामा चाहिँ जन्मिँदाखेरि नै त्यस्ता लक्षणहरू चाहिँ लुकेको हुन्छ अथवा थाहा नपाउन सकिन्छ। त्यो अवस्थाको बारेमा म तपाईँहरूलाई भन्छु। जस्तो कि बच्चाको आमालाई पहिला थाइरोइड छ भनेदेखि त्यस्तो अवस्थामा चाहिँ बच्चाको थाइरोइडको जाँच गर्नुपर्ने हुन्छ। आमालाई यदि ग्रेप्स डिजिज छ भने त्यस्तो अवस्थामा थाइरोइडको जाँच गर्नुपर्ने हुन्छ। र कतिपय औषधिहरू खाइराख्नु भएको छ भने चिकित्सकको परामर्शले पनि बच्चाको थाइरोइडको जाँच गर्नुपर्ने हुन्छ। र बच्चा जन्मिसके पछाडि चाहिँ बिस्तारै बढ्ने क्रममा चाहिँ उसको गोटा पर्ने समस्या भयो, कब्जियतको समस्या भयो, नाइटो वरिपरि फुलिराखेको छ अथवा छाला लामो समयसम्म जन्डिस भइराखेको छ, जस्तो 14 दिनभन्दा लामो समयसम्म पनि उसलाई जन्डिस देखा परिराखेको छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा हामीले चाहिँ जन्डिसको थाइरोइडको जाँच गर्न एकदमै आवश्यक हुन्छ। र धेरैलाई कुन उमेरमा थाइरोइडको जाँच गर्ने यस्तो अवस्थामा भनेर थाहा नहुन सक्छ। यदि आमालाई थाइरोइड छ भने चाहिँ 48 देखि 72 घण्टापछि चाहिँ शिशुको पनि थाइरोइडको जाँच गर्न आवश्यक हुन्छ है त।